आज 15 असार ढिलै भए पनि तपाईँहरू सबैजनालाई चाहिँ 15 असारको धेरै धेरै शुभकामना। अब हुन त दही र चिउरा त प्रायः खाइ नै राखिन्छ, तर पनि पहिल्यैदेखिबाट 15 असारलाई चाहिँ एउटा चाडपर्वको रूपमा लिने भएर चाहिँ अब परिवारसँगै बसेर खाँदा एकदमै छुट्टै अर्कै रमाइलो हुन्छ नि त। त्यही भएर अब हाम्रो घरमा चाहिँ सानो चाड अथवा केही मिठो खानेकुराहरू बनाउनु पर्यो भने बेलुका नै कुर्नुपर्ने हुन्छ कि अब बिहानमा सँगै बसेर खान पाइँदैन, बेलुका भए सबैजना सँगै भइन्छ नि त। त्यही भएर अनि आज चाहिँ बिहानदेखिबाट फेसबुकमा टिकटकमा जताततै दही चिउराको भिडियो देख्दाखेरि चाहिँ मलाई कस्तो हतार भएको थियो कि आज कहिले घर गएर बनाएर खाम्ला जस्तो भएको थियो। अनि बिहानै चना भिजाएर गएको थिएँ, अनि आउने बित्तिकै चना बनाएँ, अनि अचार बनाएँ, केरा र आँप लिएर आएँ, अनि दही चिउरा बनाएर खाएँ। अनि तपाईँहरूले दही चिउरा खानुभयो कि नै कमेन्ट गर्नुहोला। हामीले चाहिँ राति भए पनि 15 असार मनायौँ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, गुड नाइट।